सो हेलो एभ्रिवान, मेरो युट्युब च्यानलमा चाहिँ तपाईँहरूलाई स्वागत छ। हामीले कन्टिन्यू 3 दिनदेखि चाहिँ यो हाम्रो खेतको भिडियो चाहिँ हेरिरहेको छौँ। आज चाहिँ तेस्रो दिन चाहिँ रोपाइको तयारी पुरा भइसक्यो। अब एकैछिनमा चाहिँ हामी रोपाइ स्टार्ट गर्नेछौँ र अहिले चाहिँ स्टिल खेतकै काम चलिरहेको छ। सिँचाइ होइन, यो पानी चाहिँ जमिनको सतहभन्दा केही सेन्टिमिटर माथिसम्म चाहिँ पानी हुनुपर्छ, ताकि धान रोप्दा चाहिँ मजाले त्यहाँनिर माटोसम्म भेटोस्। र त्यसको लागि अब हामी यहाँनिर कामहरू के कस्तो भइरहेको छ भनेर तपाईँहरूलाई देखाउनु गइरहेको छौँ। सबैभन्दा पहिला चाहिँ हामी हेर्छौँ, द फर्स्ट प्रोसेस इज यो बिउ। पहिला चाहिँ यसलाई एकदमै बाक्लो तरिकाले रोपिन्छ र त्यसपछि यसलाई चाहिँ निकालेर अनि यसलाई चाहिँ जरैसँग निकाल्नु पर्ने हुन्छ र यस्तो खालको मुठाहरू बन्छ है। यो मुठाहरू निकाल्ने अनि त्यसपछि हामीले चाहिँ जहाँ यो सतह चाहिँ हामीले जहाँ बराबर गर्यो त्यो सतहहरूमा चाहिँ यसरी फाल्नुपर्ने हुन्छ, ताकि त्यहाँनिर मान्छेहरू पुगेर चाहिँ रोप्नु सकोस्। ल, हाम्रो एकजना भाउजू चाहिँ यहाँ मस्त बिउ फलिराख्नु भएको छ। अब म देखाइरहेको छु हजुरहरूलाई। यो चाहिँ सबै बिउहरू, यो अझै यो निकाल्नु बाँकी छ अझै। तपाईँलाई छाता चाहिने भयो? ल ल ल ल अब यो चाहिँ हाम्रो यो खेत चाहिँ यो लगभग चाहिँ यसको कामहरू सबै सकिसक्यो। बस अब रोप्ने मात्रै बाँकी छ। हामीले बिउ पनि यसमा राखिसक्यौँ, मल सबै कुरा चाहिँ यहाँ भइसक्यो। अब सबैभन्दा पहिला चाहिँ यहीँबाट सुरु हुन्छ जस्तो लाग्छ मलाई है। अझै कामहरू चलिरहेकै छ। यतापट्टि चाहिँ बिउ हान्ने काम भइरहेछ। त्यहाँ दाइले चाहिँ यस्तो बिउभन्दा पनि मल चाहिँ छरिराख्नु भएको छ है। ल ल अब म चाहिँ यो जर्किन लिएर जानुपर्ने हुन्छ है। अझै रोप्ने मान्छेहरू आएकै छैन। सबैजना मान्छे आयो भने चाहिँ बल्ल रोप्ने काम सुरु हुन्छ गाई। यो लिएर जानुपर्ने हुन्छ, लिएर आउने हो। यो चाहिँ मल हो, यतापट्टिको चाहिँ पिना। यो यसमा हाल्नुपर्छ ताकि किराहरू चाहिँ पछि लाग्दैन। अहिले होइन क्या, अलि पछि। अहिले मलाई जोस्, मैले खाना खाएको छैन। अनि खाना खाएपछि बल्ल त्यो गर्ने हो क्या। ल ल भाउजू चाहिँ खानासाना लिएर आइसक्नुभयो है। अब सबैजना मान्छेलाई चाहिँ खाना खुवाउने उहाँहरूको ल। यता चाहिँ हाम्रो उजेल दाइले ल, अब यहाँ उजेल दाइको गोरु पनि खतरा छ। खाना खाउँदा अब ल, अब जाऊ खाना खान जाऊ। अब अन्डा छ होला, अन्डा छ।